नमस्कार, मेरो नाम दिनेश तिमल सिन्हा। म यस सरस्वती माध्यमिक विद्यालयको पूर्व अध्यक्ष, हाल व्यवस्थापन समिति सदस्य। म चाहिँ यो स्कुलमा 2072 सालमा अध्यक्षको रूपमा प्रवेश गरेको हुँ र त्यस पछाडि निरन्तर आजसम्म म विद्यालय व्यवस्थापन समितिभित्र सदस्यको रूपमा विभिन्न जिम्मेवारीहरू पुरा गर्दै आइरहेको छु। यो हाम्रो सरस्वती मावि सुडालको एउटा विगतमा हाम्रो यो एकदम विकट थियो र यसले चाहिँ देउपुरदेखि घिम्रे गाउँदेखि लिएर धेरै टाढा टाढाकासम्म विद्यार्थीहरू यहाँ पढ्न आउने गर्नुहुन्थ्यो। बिस्तारै समयक्रम चल्दै जाँदा सबैतिर स्कुलहरू पनि खुल्दै गए बिस्तारै र यो स्कुलमा पनि विद्यार्थीहरूको सङ्ख्या पनि निर्मम रूपमा घट्दै थियो। पहिला हाम्रो छलीको छानोबाट सुरु गरिएको र खामा बाँसका टेकाहरूबाट बाबुबाजेले सुरु गरेको यो स्कुल हाल यहाँसम्म आइपुग्दा भौतिक पूर्वाधारदेखि लिएर सबै कुरामा सम्पन्न हुँदै आयो र 2072 सालसम्म आइपुग्दा करिब 3टा भवन बनिसकेका थिए। 1, 2 र 3 बनिसकेका थिए। शैक्षिक गुणस्तरको हिसाबमा त्यतिखेर हाम्रो स्कुल चाहिँ करिब निर्मम अवस्थामा शैक्षिक गुणस्तर खस्किसकेको अवस्था थियो। त्यसपछि हामी यहीँका स्थानीयवासी समुदायहरू हामी मिलेर अब सरकारी स्कुललाई पनि बोर्डिङ जस्तै बनाउनुपर्छ, त्यो बोर्डिङको सुविधा सरकारी स्कुलबाट लिनुपर्छ भन्ने स्थानीय समुदायहरूसँग छलफल गरेर म अध्यक्षको रूपमा आएपछि यो स्कुललाई इङ्ग्लिस मिडियममा लाने काम भयो। त्यो इङ्ग्लिस मिडियममा लिएर गएर हामीले चाहिँ त्यतिखेर विद्यार्थी सङ्ख्या पनि 90 जनाको हाराहारी मात्रै थिए म सुरुमा हुँदा। त्यसपछि बिस्तारै हामीले बोर्डिङ जाने विद्यार्थीहरूलाई रोक्दै इङ्ग्लिस मिडियम फर्मेट गर्दै आज सरस्वती मावि चाहिँ यो लेभलमा आइपुगेको छ। यो आर्थिकदेखि लिएर हरेक कुरामा हामीलाई चाहिँ विभिन्न दात्री निकाय, स्थानीय समुदाय, राजनैतिक दल सबैको सहयोगबाट र विशेष गरी मेरो अनुभवमा यो स्कुल बन्नुमा चाहिँ सबैभन्दा ठुलो हात आम यहाँका स्थानीय अभिभावकहरूकै छ र जुन ठाउँमा पनि यदि स्थानीय अभिभावकहरू स्वयं आफै जागरुक भएर मेरो संस्था हामीले बनाउनुपर्छ र यो राज्यको लगानीलाई खेर दिन हुँदैन, हामीले त्यो बोर्डिङमा जस्तै अन्त पाउने शिक्षा, अब्बल शिक्षा यहाँ दिन सकिन्छ भन्ने किसिमको एउटा उदाहरणको रूपमा हाल यो स्कुल देखिएको छ। सञ्जीवपुरी यस स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र मेरो घर चाङनारायण नगरपालिका वडा नम्बर 8 हो, नजिकै छ र यो स्कुलमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको लगभग 2 वर्ष पुगेको छ र अब हामीले चाहिँ हामीभन्दा पूर्व विद्यालय व्यवस्थापनका अध्यक्षज्यू, पूर्व प्रह लगायतका सम्पूर्णको मेहनतले आज यो स्थानमा यो स्कुल आएको छ र यो स्कुल सुरु भएको थियो 2013 सालमा हो, तर सरकारी मान्यता प्राप्त भएको चाहिँ 2017 सालमा हो र यो स्कुल चाहिँ अहिले प्रविधि मैत्री तरिकाले पठन पाठन सुरु गरेको छौँ हामीले। 2017 सालमा स्थापना हुँदा मेरो हजुरबा रघुनाथ तिमल सिन्हा संस्थापक हुनुहुन्थ्यो। उहाँकै मातहत बने हुनाले म उहाँकै नातिको हैसियतमा अब बुवाहरूकै नाम रहने भयो, यो स्कुल जाने भयो भनेर अनि यो स्कुलमा आएपछि अब अहिले हामी यहाँ आइपुगेका छौँ र स्कुललाई यहाँ ल्याउन हामी सफल भएका छौँ। हाल चाहिँ यहाँ विभिन्न यहाँ राजनैतिक क्रियाकलापहरू स्कुलभित्र पनि केही गैर तत्त्वहरूले छिराउनु खोजे भएर मैले चाहिँ यो स्कुल बनाउनुपर्छ, बनाउनको लागि युवा नै अगाडि आउनुपर्छ र त्यसका लागि म आफू नै सपोर्ट गर्छु भनेर अहिले सञ्जीवपुरीलाई अध्यक्ष बनाएको छौँ र अहिले हाम्रो स्कुलको यो लेभल हाम्रो आर्थिक भौतिक गाडीदेखि लिएर सम्पूर्ण सुविधा र सरस्वती मावि अहिले पूर्ण रूपमा डिजिटलाइज भइसकेको छ। हामीसँग स्मार्ट बोर्ड, CCTVदेखि लिएर हरेक कुराहरू हामीलाई जुन डिजिटल युगमा चाहिने शिक्षा हो त्यो शिक्षा चाहिँ अहिले हामी सरस्वती माविले दिइराखेका छौँ र त्यसलाई अझ हामीले चाहिँ त्यो डिजिटल प्रविधिलाई पूर्ण रूपमा उपयोग गर्न सकिसकेको अवस्था छैन। त्यो हामी निरन्तर प्रयासरत छौँ र हामी अब निकट भविष्यमै बिस्तारै सरस्वती माविलाई चाहिँ हाम्रा भइपरि आएका हिजोका पिता पुर्खादेखि गरिआएका चाहिँ विभिन्न कलाहरू, सिपहरू चाहिँ स्कुलबाटै के दिन सकिन्छ, सिकाउन सकिन्छ भनेर हामीले चाहिँ गर्न पर्छ भनेर हामी लागिरहेका छौँ र पहिलो उसले समाजको लागि पनि केही दिन सकोस्, नैतिकवान बनाउनुपर्छ भन्ने हेतुले हामीले चाहिँ संस्थाहरूसँग समन्वय गरेर चाहिँ मेडिटेसन हरेक शुक्रबार चाहिँ विद्यार्थीहरूलाई गराउने गरेका छौँ, जसले चाहिँ विद्यार्थीलाई नैतिकवान बन्न पनि प्रेरणा पुगोस् भन्ने उद्देश्यका साथ हामी चाहिँ अहिले भक्तपुर जिल्लामै अब्बल
के गर्दा हुन सकिन्छ र हामीले अरूको भन्दा फरक गरेर यो स्कुललाई चाहिँ कसरी अगाडि लान सकिन्छ भन्ने कुरामा हामी सबै प्रयत्नरत छौँ। यसमा यो स्कुललाई सम्पूर्ण अभिभावक, राजनैतिक दल, पत्रकार सम्पूर्णले चाहिँ ठुलो सहयोगले मात्रै हामी यहाँ आइपुगेका हौँ। एकल सहयोगले चाहिँ संस्था बन्न सक्दो रहेछ भन्ने कुरा चाहिँ सरस्वती माविबाट सिक्न सकिन्छ। यो मेरो 6-7 वर्षको अनुभव हो। यहाँ चाहिँ सबैको हातेमालो, सबै दलहरूको साथ सहयोग र यो चिज बनाउनको लागि यो हाम्रो हो, यसबाट फाइदा पनि हामीले नै लिनुपर्छ र यो चिजबाट राज्यको लगानीले खेर जान दिनु हुँदैन भनेर आम अभिभावकले सोच्दै जाने हो भने देशैभरिका सामुदायिक विद्यालयहरू अब्बल बनाउन सकिन्छ भन्ने मेरो धारणा रहेको छ। सरस्वती माविको यो नै हाम्रो यहाँको पृष्ठभूमि हो। यसको विशेष गरी भनौँ यो यहाँसम्मको आरोह अवरोहले चाहिँ यो बताउँछ। चाहिँ मैले मेरो आफ्नो अनुभवबाट जे सिकेँ त्यो कुरा मैले यहाँ प्रस्तुत गरेको छु। यसरी स्कुल बने। मेन भनेको हाम्रो बालबालिकै बुझ्नु पर्यो। हामीले जबसम्म बालबालिकालाई, साना बाबुलाई बुझ्न सक्दैनौँ, जबसम्म उहाँहरूको बेस बनाउन सक्दैनौँ र साथसाथै बालबालिका अब्बल बनाउँदाखेरि उहाँहरूसँग जोडिएको भने उहाँको अभिभावकको जीवन स्तर के छ र उहाँहरूको जीवन स्तर सुधार्न सक्यौँ भने त्यही अनुसारको बालबालिका हुने हुन् र त्यो अनुसारको हाम्रो स्कुलले जुन किसिमले सिकाइ शैक्षिक गतिविधि गर्दै आएको छ, पठन पाठन गर्दै आएको छ, त्यससँग तालमेल मिल्दछ। सामाजिक वातावरण नै सुधार्नु जरुरत छ। त्यो सुधार्दाखेरि जुन किसिमको हाम्रो आफ्नो बच्चाहरू राम्रो बनाऊ, आफ्नो विद्यालय मात्र राम्रो बनाऊ होइन, समग्रमा आफ्नो वरपर भएका विद्यालयलाई पनि एक साथ एकरूपताले तालमेल बनाएर लिन जान सक्यो भने मेरो विचारमा तपाईँको शैक्षिक गुणस्तर पनि अभिवृद्धि हुन्छ। ताकि यो स्कुलका विद्यार्थी चाहिँ पढेर मास्टर डिग्री गरेर अथवा डक्टर इन्जिनियर बने, तर कुनै छिमेकी स्कुलका बच्चाहरूले बिचैमा पठन पाठन छोडेर उनीहरू नै भोलि अपराधिक क्रियाकलापमा आबद्ध भयो भने हाम्रो स्कुलको अब्बल विद्यार्थी भएर के गर्नु, तिनले गर्दाखेरि यो समाजमा जहिले पनि सामाजिक खलबलाउने विभिन्न किसिमका घटनाहरू घट्दछ र त्यसको लागि सुधार्नको लागि भने हामीले चाहिँ जति पनि सामुदायिक विद्यालय छन् सकिन्छ भने नगरपालिका सँगै ल सकेन भने हाम्रो वडागत तहका आसपासमा रहेका सामुदायिक विद्यालयलाई सहकार्य गरेर एउटै सेड्युल, एउटै रुटिन, एउटै नर्म्स बनाएर जान सक्यो भने मात्र हाम्रो शिक्षामा एकरूपता नै आउँछ, सबै अब्बल पनि बन्छौँ र स्थानीय जनताले चाहिँ शैक्षिक गुणस्तर प्राप्त पनि गर्न सक्छन् र शैक्षिक लाभ पनि लिन सक्छन्। र यसको लागि चाहिँ हाम्रो शैक्षिक क्यालेन्डरदेखि लिएर विभिन्न किसिमका कार्यक्रमहरूदेखि लिएर एक अर्कोमा चाहिँ समान रूपले अगाडि बढाउनुपर्छ जस्तो लाग्छ र हाम्रो स्कुल मात्र अब्बल बनाएर पनि हुँदैन, किनभने अर्को स्कुल अब्बल नहुनु भनेको ती विद्यार्थी पनि भविष्यका हाम्रो स्कुलका अभिभावक बन्न सक्छन् र त्यस कारणले गर्दाखेरि हामीले सबैले एकरूपता किसिमले सुधारेर लान्थ्यो मेरो योजना छ। मैले त पटक पटक नगर शिक्षा समितिको बैठकमा नि यो एजेन्डा मैले उठाउँदै पनि ल्याएको थिएँ। हाम्रो रुटिन अर्कै, अर्को स्कुलको रुटिन अर्कै हुँदाखेरि जाँदाखेरि के हुन्छ भने मतभिन्नता हुन्छ, काम गर्न अस्चिलो हुन्छ र जुन चिज हामीले त्यही जनतालाई डेलीभरि विद्यार्थीलाई जुन दिन खोजिरहेको छौँ त्यो नपुग्न नि सक्छ। मेरो त्यही कुरा पनि विभिन्न सङ्घ संस्था छन् कुरा आवाज उठाउँदै आएको हो, किनभने हाम्रो जति पनि सामुदायिक विद्यालय छन् सबैको चाहिँ एउटै किसिमको चाहिँ गतिविधि हुनु पर्यो, एउटै किसिमको नियम कानुन बनाउनु पर्यो र हाम्रो त्यो शैक्षिक गतिविधि पनि लगभग एउटै किसिमको हुनु पर्यो। एक अर्कोमा चाहिँ सिकाइ सहकारी गरेर अगाडि बढ्दाखेरि चाहिँ धेरै नै हामी चाहिँ शैक्षिक स्तरमा छलाङ मार्न सक्छौँ जस्तो लाग्छ मलाई। अपाङ्ग व्यक्तिहरू पनि केही विद्यार्थी छन्, ती विद्यार्थीहरूलाई चाहिँ हामीले छात्रवृत्ति दिएर निःशुल्क गरेर अलिकति आर्थिक अवस्था कमजोर भएको व्यक्तिहरूलाई विभिन्न सङ्घ संस्थासँग कुरा गरेर उहाँहरूलाई चाहिँ आर्थिक सहयोगदेखि लिएर छात्रवृत्ति दिँदै आएका छौँ र लगभग हाम्रो विभिन्न संस्थासँग सहकार्य गरेर 50 जना जति विद्यार्थीलाई चाहिँ हामीले यसरी सहयोग गर्दै आएका छौँ र विभिन्न संस्थाहरू चाहिँ इनर्जीको थ्याङ्गो शेखर ध्यान केन्द्र गुम्बा छ, भौतिक विकास सहयोग सङ्घ, रोटरी क्लब, माथि गुम्बाको राज्य प्रभा साके आँगी दिदी लगायत विभिन्न सङ्घ संस्थासँग चाहिँ कोअर्डिनेट गरेर चाहिँ हामीले विद्यार्थीलाई चाहिँ
विभिन्न शैक्षिक लाभ आर्थिक लाभदेखि लिएर विभिन्न चाहिँ हामीले सहयोग गर्दै आएका छौँ र ती संस्थाहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र उनीहरूले जुन किसिमले हामीलाई सपोर्ट गर्नुभयो र हाम्रो नरबहादुर भन्ने एकजना हाम्रो त्यो पर्यटकीय व्यवसाय हुनुहुन्छ उहाँले चाहिँ विभिन्न विदेशी सङ्घ संस्थाबाट विभिन्न विद्यार्थी भोलिन्टियर विद्यार्थी ल्याएर यो स्कुलको ब्लक बिछ्याउनदेखि लिएर यो स्कुलको भौतिक संरचनामा चाहिँ उहाँले ठुलो सपोर्ट गर्नुभएको छ र उहाँलाई मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु र स्कुलमा विद्यार्थीहरूलाई चाहिँ सहयोग सहायता चाहिँ हामीले चाहिँ धेरै नै प्राथमिकताको साथ अगाडि राखेका छौँ ताकि उनीहरूको चाहिँ पठन पाठन गर्नलाई चाहिँ कुनै कठिनाइ नहोस् पैसाको बिना चाहिँ शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने चाहिँ हाम्रो चाहिँ लक्ष्य छ एनुअल मोसन अफ द अर्थ भन्छ हो वार्षिक गति अनि पृथ्वीलाई सूर्यको वरिपरि घुम्न कति समय लाग्छ This is CRs. This belongs to glass pieces. It has a streamlined body and boat-shaped body. It breathes through gills, and locomotion takes place with the help of fins. The fertilization is external. अनियन सेल होइन हामीले अस्ति हेरेको रामप्रसाद तिमी सिन्हा हो घर चाउना यो स्कुलको नजिकै छ माथि यो मन्दिरको पार्टी थियो त्यो मन्दिरको पार्टीमा पढाउने गरेका थियो त्यो दुईटा पार्टी अहिले पनि छन् पहिला पुराना थिए अहिले ती पार्टी नयाँ भएका छन् अनि त्यो पार्टीको सिँढीमा पढाइन्थ्यो अनि त्यहाँ ओछ्याउने आफैले ल्याउनु पर्थ्यो हामीहरू सुकुल चकटी यस्तै बोकेर आउँथ्यौँ सरस्वती थानको नाउँले यो स्कुलको नाउँ पनि सरस्वती भएको पहिला त यहाँ यो डाँडै ढाक्ने विद्यार्थी हुन्थ्यो देवपुरदेखिको विद्यार्थीहरू यहाँ पढ्न आउँथे यहाँ 1200 विद्यार्थी हुन्थे कतिपय यतै कोठा गरेर बस्थे आफन्तहरूका बस्थे होइन अब अहिले चाहिँ त्यो सम्भावना छैन अब पहिला भन्नुहुन्छ भने जम्मै सर्वदानबाट हुन्थ्यो काम यहाँ अब यो पैसा भन्ने बजेट कहीँबाट आउँदैन छली ल्याउनु पर्थ्यो घरबाट बाँस काटेर ल्याउनु पर्थ्यो यस्तो कङ्क्रिटका भवनहरू त थिएन हुन्छ हिजो बारीका रुख काटेर ल्याउनु पर्थ्यो अनि पछि गएर यो माथिल्लो स्कुल बनेको ठाउँमा एउटा झिँगटीको टहरो बन्यो पार्टीबाट हामी त्यो झिँगटीको टहरासम्ममा म करिब 1 वर्ष जति आएँ त्यो झिँगटीको टहरामा पहिला 3 सम्म पढाउँथ्यो अनि 5 सम्म पढाउँथ्यो सहयोग आफूले सके म लगायत यो एरियाको मान्छेहरूले यहाँ सहयोग नगरेको कसैले छैन कसले के सक्छ भन्ने मात्रै हो कसैलाई गाह्रो लाउन आउँथ्यो गाह्रो लाउँथे उनीहरू कसैलाई काठ बनाउन आउँथ्यो काठ बनाउँथे उनीहरू होइन कसैलाई डोका ढुङ्गा बोक्न आउँथ्यो ढुङ्गा बोक्थे कसैले माटो मुछ्थ्यो यही त हो त्यसरी नै सृष्टि भएको हो यसको हाम्रो नजिकको स्कुल अब ठुला ठुला भवनहरू बनेका छन् यो त जति राम्रो भयो हामी त्यति खुसी हुन्छौँ त अब हाम्रो बच्चाहरू पनि सबै बच्चाहरू यहीँबाट पढ्दै गएका हुन् धेरै धेरै शुभकामना यो त कहिल्यै हराएर नजाओस् राज्यले यत्रो भवन बनाएको छ यो स्कुल आखिरी विद्यार्थी नभएर अरू कुनै कारणबाट विद्यालय उठ्यो भने त त्यो भवनको काम के त त्यो विद्यालय सधैँभरि फलोस् फुलोस् अझ राम्रो हुँदै जाओस् यो मात्रै कुरा हो अशोकको के छ आँखा आमा कति समयमा जताउनु पर्ने त्यो पनि थाहा पाएर जानुपर्छ नमस्कार म यो सरस्वती माध्यमिक विद्यालयको प्रधानाध्यापक यो विद्यालयमा आएको 2074 सालमा विज्ञान शिक्षकको रूपमा यो विद्यालयमा आएको थिएँ महाविद्यालयको विज्ञान शिक्षकको रूपमा गत 1 वर्ष अगाडिदेखि
यो विद्यालयको प्रको रूपमा। र 74 सालमा म विद्यालय आउँदाखेरि यहाँ चाहिँ यो 2वटा भवनहरू थियो, तल 2वटा चाहिँ भवनहरू बनिसकेको थिएन र यो भौतिक सुविधाका हिसाबले अहिले विद्यालय चाहिँ सम्पन्न भएको छ र शैक्षिक गुणस्तरका हिसाबले हाम्रो विद्यालय चाँगुनारायण नगरपालिकामा उत्कृष्ट स्थानमा रहेको छ। कक्षा 8 को बियाली परीक्षामा पनि नगरपालिकाकै उत्कृष्ट विद्यालयको रूपमा यो रहेको छ। त्यस्तै गरेर कक्षा 10 को सी परीक्षामा पनि नगरपालिकाकै अव्वल स्थानमा चाहिँ हाम्रो विद्यालय रहेको छ र यहाँ हाम्रो विद्यालयमा विद्यार्थीहरू एकदम अनुशासित छन्, लगनशील छन्। त्यस्तै गरेर हाम्रो शिक्षक टिम पनि लगनशील छ, जसले गर्दाखेरि यो विद्यालयको नतिजा चाहिँ राम्रो आइरहेको छ र हामीलाई अभिभावकहरूको साथ सहयोग पनि राम्रैसँग चाहिँ प्राप्त भइरहेको छ। यो सबैको समन्वयको कारणले गर्दाखेरि विद्यालय चाहिँ यो अवस्थामा रहन सफल भएको छ। धरतीलाई बचाऊ, सबैले गाउने उठ्नुहोस्, सबैजना है आउँछ। Allow now, right down. Puri down, right down. Okay, Saraswati stand. पहिलो छ नि फाइन्ड द फ्युचर भ्यालु अफ द फलोइङ्स भनेको छ। त्यसमा 10.1 को एमा हेरौँ। त्यसपछि नम्बर अफ इयर एन भयो है नि यहाँको स्थानीय बासिन्दा चाँगुनारायण नगरपालिका वार्ड नम्बर 8 लक्ष्मी। मेरो सुरुवात चाहिँ स्कुलमा भएको हो। त्यति बेला र अहिलेको उसमा हेरेर आकाश र जमिनको फरक छ। यो हामी माथि संस्थानको एउटा पार्टीमा स्थापना भएर 2029 सालदेखि हामी यो स्कुलमा पाइसकेको हो। र त्यति बेलाको र अहिलेको उसमा त आकाश र जमिनकै फरक छ। अब यातायातदेखि हरेक कुरा भौतिक सुविधा सम्पूर्ण सुविधा अब अहिले आइरहेको छ। अब मैले पढ्दाको अनुभवै भन्ने हो भने त बेलुकाको बासी रोटी लिएर युरिया मल गेडा मलको झोलामा किताब राखेर रोटी एकतिर साइडमा टी राखेर बासी मकै टी राखेर आएर पढ्ने गरेको चिज थियो। अब अहिले नेपाल सरकारले को पनि सुविधा छ स्कुलको लागि, जस्तो साना बाल बच्चाहरूको लागि खाजाको व्यवस्था होइन, अनि अब स्कुल बसको व्यवस्था हरेक सुविधा छ। अब हाम्रो त्यो हेर्दाखेरि त अब अहिले धेरै नै फरक छ। त्यति बेलाको र अहिलेको उसमा त आकाश र जमिनकै फरक छ। 2041 सालमा मैले एसएलसी दिएको यसै शिक्षक माध्यमिक विद्यालय मार्फत त्यति बेला हामी 41 जना थियौँ एसएलसी डिग्रीमा थियो भने अरू कक्षामा पनि त्यो 40-42 41 40-42 41 को हाराहारीमा 1 देखि 10 सम्मै त्यो विद्यार्थी हुन्थे। अब अहिले के भयो त भन्दा नजिक अब यहाँबाट गएर चर्कीमा हाई स्कुल छ, त्यसपछि गएर पञ्चमनी हाई स्कुल भयो, धासाली भयो। त्यसले गर्दाखेरि अलिकति यो यसको चाहिँ कमी आएको कारण अलिक बोर्डिङहरू भयो। त्यसले गर्दाखेरि विद्यार्थी कमी हुनु कारण यो पनि हो। बुवाको नाम मञ्जुरत्न बजाचार्य हो, म पुष्परत्न बजाचार्य। अब अहिले कार्यरत कार्यालय सहायक चाहिँ मेरो मिसेस हुनुहुन्छ केशरी माया बजाचार्य। स्कुलको लागि त हामीले दिएको जम्मा रोपनी होइन 10 हामी कार्यालय सहायकको रूपमा काम पनि गरिरहेको र 2017 सालदेखि नै बुवाले चाहिँ निरन्तर 72 सालसम्म स्कुललाई अटुट सेवा गर्नुभयो। त्यसको पछि गएर मेरो मिसेसलाई स्कुलले चाहिँ यो योगदान स्वरूप अहिलेसम्म स्कुलले चाहिँ हाम्रो परिवारलाई छोडेको छैन र त्यस कारणले स्कुलको चाहिँ हेरी कहाँ के कसो छ भन्नेको
हामी चाहिँ रेखदेख गरिरहेका हुन्छौँ। कि आफूले जानेसम्मको कुरालाई कुनै अभिभावकहरू बाहिरको मान्छेलाई आएर कसैले केही सोध्यो भनेदेखि यो चाहिँ हेरी एकदम कमजोर अवस्थाबाट अहिले यो अवस्थामा आएको छ, अहिले प्रगति भएको छ भन्ने कुराको चाहिँ हामीले जाने सकेसम्मको राम्रो जानकारी दिन्छौँ। र हामीले आर्थिक सहयोग अब गर्न नसके तापनि केही मात्रामा आफूले सकिने सकेको चाहिँ निरन्तरता गरि नै रहन्छ। अब पठन पाठनको हिसाबमा आफ्नो बालबच्चाहरूलाई यही नै पठन पाठन गराइयो। अब आउने उनीहरूलाई नि आफ्नो आँगनको आफ्नै घर वरिपरिको घर अगाडिको स्कुल हामीले चाहिँ यसैलाई बढी प्राथमिकता दिनुपर्छ। त्यो कुरामा अब यो स्कुल राम्रो हुँदै जाओस्, राम्रो प्रगति होस्। नमस्कार, म जीवन खत्री, चाँगुनारायण नगरपालिकाको नगर प्रमुख। सरस्वती माध्यमिक विद्यालय भक्तपुर जिल्लाको उत्तर पूर्वी क्षेत्रमा 2017 सालमा त्यहाँका अग्रज अभिभावकज्यूहरूले यो क्षेत्र लगायत काभ्रे जिल्लाका स्थानीय विद्यार्थीहरूको अध्यापन गराउनका लागि स्थापना भएको विद्यालय हो। हाल त्यो विद्यालयबाट अध्यापन गरेर राष्ट्र सेवा गर्ने नागरिकहरू र असल नागरिकहरू उत्पादन गर्ने शैक्षिक फलको रूपमा विकसित हुँदै गइरहेको छ र अहिले नगरपालिका स्थापना भएदेखि यो चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट विद्यालयको रूपमा पनि आफूलाई स्थापित गराउन सफल भएको सरस्वती माध्यमिक विद्यालय रहेको छ। समग्र समाजको विकास, समृद्धि र सुव्यवस्थित समाज, आदर्श समाज निर्माण गर्नको लागि पहिलो चिज भनेकै शिक्षा, ज्ञानको ज्योति नै हो। त्यस अनुरूप हामीले चाँगुनारायण नगरपालिकामा निर्वाचित भए पश्चात हाम्रो चाँगुनारायण नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूमा अभिभावकहरूको र विद्यार्थीहरूको चाहिँ आकर्षण र सामुदायिक विद्यालयप्रति विश्वसनीयता बढाउनका लागि हामीले विभिन्न क्रियाकलापहरू गरेका छौँ र अहिलेको समयमा सामुदायिक विद्यालय
प्रति घट्दो आकर्षण बढ्दो बनाएर लगिरहेका छौँ र निजी क्षेत्रप्रति चाहिँ आकर्षित हुने समुदायहरूलाई यो सामुदायिक विद्यालयहरू त्यसमा पनि सरस्वती माध्यमिक विद्यालय हाम्रो पूर्वी क्षेत्रको अत्यन्त पुरानो पनि त्यो विद्यालय शिक्षाको क्षेत्रमा यसले पुर्याएको योगदानको प्रशंसनीय काम गरेको र यो प्रति अभिभावक र आम विद्यार्थीहरूको चाहिँ एकदम भरोसा आशाको शैक्षिक स्थलको रूपमा रहेको छ र यसलाई हामीले अहिले बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राखेर हामीले सामुदायिक विद्यालयहरूप्रति अभिभावकको र विद्यार्थीको आकर्षण बढाउनका लागि अहिलेको समय सापेक्ष अनुसार विश्वको जुनसुकै देशमा जुनसुकै ठाउँमा गएर पनि हाम्रा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू प्रतिस्पर्धा हुने अब्बल हुने र कुनै पनि प्रतिस्पर्धामा चाहिँ कमजोर नहुने खालको शिक्षा प्रणाली गराउनका लागि समय सापेक्ष शैक्षिक सुधारहरू हामीले लिएर गएका छौँ। यसै अन्तर्गत हामीले सामुदायिक विद्यालयहरूको शैक्षिक क्रियाकलापलाई थप मद्दत गर्न शिक्षण सहायता भनेर हामीले विषयगत शिक्षकहरू चाहिँ नगरपालिकाको अनुदानमा हामीले चाहिँ थप विषयगत शिक्षकहरू हामीले चाहिँ प्रबन्ध मिलाएका छौँ। विषयगत शिक्षक र दरबन्दी विद्यालयको माग अनुसार हामीले चाहिँ शिक्षा समितिबाट निर्णय गरेर चाहिँ कार्यान्वयन गरेका छौँ र विगतका तुलनामा हामी निर्वाचित भएर आइसकेपछि जुन घट्दो सामुदायिक विद्यालयप्रतिको आकर्षण अहिलेको यो 3 वर्ष कार्यकालमा आम नगरवासी अभिभावकहरू विद्यार्थीहरू सामुदायिक विद्यालयमा आकर्षण बढेको र त्यहाँबाट निक्लिने परिणाम परीक्षाको रिजल्ट पनि अन्य संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको चाहिँ हाम्रो चाहिँ परिणामहरू पनि निक्लेको छ। त्यसले गर्दा हाम्रो नगरपालिकाभित्रका सरस्वती माध्यमिक विद्यालय लगायत अरू सामुदायिक विद्यालयहरूलाई आवश्यक शैक्षिक शिक्षण सिकाइ र अहिलेको समय सापेक्ष अनुसारको चाहिँ शिक्षा प्रदान गर्नका लागि सम्पूर्ण कुराले चाहिँ हामीले सहयोग गरेका छौँ र यही सन्दर्भमा हाम्रो सरस्वती माध्यमिक विद्यालयले अहिलेको एसई परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ र त्यहाँको हाम्रो स्थानीय विद्यार्थीहरू र त्यो क्षेत्रसँग जोडिएको छिमेकी जिल्ला काभ्रेपलाञ्चोकका विद्यार्थीहरू पनि हाम्रो सो विद्यालयमा चाहिँ पठन पाठन गर्नका लागि आकर्षक बढ्दो अवस्थामा हामीले रहेको पाएका छौँ। सम्पूर्णमा नमस्कार। मेरो नाम जनक खत्री, चाङलाइन नगरपालिका प्रवक्ता एवं चाङलाइन नगरपालिका वडा नम्बर 8 को वडा अध्यक्ष। हामी 79 साल जेठदेखिबाट यो नगरपालिकाको वडा अध्यक्षको भूमिका निर्वाह गरिरहेको छु र यो बिचमा चाङलाइन नगरपालिकाले चाहिँ मलाई प्रवक्ताको जिम्मेवारीको साथसाथै चाङलाइन नगरपालिका सामाजिक विकास समितिको संयोजकको जिम्मेवारी पनि प्रदान गरिएको छ। सो समिति अन्तर्गत चाहिँ शिक्षा, स्वास्थ्य, खेलकुद र चाहिँ सामाजिक विकास 4 सेक्टरले चाहिँ मेरो संयोजकतामा समिति गठन गरिएको छ र त्यो समिति अन्तर्गत नै एउटा काम गरिरहेको छु। चाङलाइन नगरपालिका भित्र चाहिँ 34वटा सामुदायिक विद्यालयहरू रहेका छन्, जसमध्ये 14वटा विद्यालयहरू चाहिँ मावि स्तरका विद्यालयहरू रहेका छन् भने बाँकी 20वटा विद्यालयहरू चाहिँ आधारभूत विद्यालय रहेका छन् र जसमध्ये चाङलाइन नगरपालिका वडा नम्बर 8 यो सुनाउमा चाहिँ ठुला चाडा मावि विद्यालय यसै वडाभित्र रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। मैले बारम्बार चाङलाइन नगरपालिका भित्र एउटा विषयमा लबिङ गरिरहेको अवस्था छ। चाङलाइन नगरपालिकाको 8 नम्बर वडालाई शिक्षाको हबको रूपमा डेभलप गर्नुपर्छ भन्ने विषयहरू उठान गरिरहेको अवस्था छ। किनभने चाङलाइन नगरपालिका भरिमा सबैभन्दा बढी विद्यालय भएको वडा 8 नम्बर वडामा 8वटा स्कुल नै रहेका छन्। 6वटा स्कुल चाहिँ सामुदायिक विद्यालय छन् र 2वटा विद्यालय चाहिँ संस्थागत विद्यालय छन् र यहाँ रहेका चाहिँ 6वटा चाहिँ सामुदायिक विद्यालयमा भएका 4वटा मावि स्कुलहरू चाहिँ 4वटा स्कुल नै अब्बल दर्जामा रहेको छ। चाङलाइन नगरपालिकाको तपाईँको एसीको रिजल्टमा भनौँ अथवा चाहिँ बेसिक लेभल एक्जामिनेसनको रिजल्टमा होस्, यी सबैको रिजल्टहरूको ऱ्याङ्किङ हेर्दै गर्दा
चाङनारायण 8 नम्बर वडाका स्कुलहरू चाहिँ अब्बल दर्जामा 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर नै यहाँका स्कुलहरू नै तपाईँको चाहिँ आफूलाई स्थापित गर्नमा चाहिँ सफल भएका छन्। स्कुललाई परेका हरेक चाहिँ तपाईँका चाहिँ पिरमर्का अप्ठ्याराहरूमा हामीले सहजीकरण गरेको अवस्था, स्कुलको पठन पाठनको क्रममा पनि हामीले गर्नुपर्ने कुराहरू जस्तै स्कुलका हरेक गतिविधिहरूमा हामीले इनिसिएसन लिइरहेका छौँ। स्कुलसँग समन्वयकारी भूमिका निर्वाह गरेर स्कुलका सम्पूर्ण प्रहरू, स्कुलका व्यवस्थापन समितिका अध्यक्षज्यूहरूलाई एकदम टाइमली नै तपाईँको मिटिङहरू राखेर उहाँहरूसँग बसेर सल्लाह गरेर स्कुलको सम्पूर्ण भौतिक विकास एवं शैक्षिक विकासलाई चाहिँ अगाडि बढ्नको लागि पहल गरिरहेका छौँ। चाङनारायण नगरपालिकामा सरस्वती विद्यालयले विगत धेरै वर्ष अगाडिदेखि नै आफ्नो नतिजा चाहिँ उत्कृष्ट नतिजा ल्याउन सफल स्कुलको रूपमा आफूलाई स्थापित गरेको अवस्था छ। बागमती प्रदेशले नमुना विद्यालयको रूपमा नगरपालिकाको नमुना विद्यालयको रूपमा चाहिँ सरस्वती माविला नगरपालिकाले लिनुपर्छ भन्ने कुरा चाहिँ म भन्न चाहन्छु। किनभने चाङनारायण नगरपालिकामा रहेका 14 वटा मावि स्कुलहरू मध्ये अब्बल दर्जामा स्थापित गर्न चाहिँ सफल भएको स्कुल छ। आफ्नो सीमित स्रोत र साधन प्रयोग गरेर शैक्षिक क्षेत्रमा भनौँ या तपाईँको चाहिँ अरू चाहिँ अन्य क्रियाकलापहरूमा पनि आफूलाई स्थापित स्कुलहरूमा अगाडि बढाएको छ। हरेक तपाईँको चाहिँ गतिविधिहरूमा आफूलाई अब्बल दर्जामा राख्न सफल भएको कारणले गर्दाखेरि पनि म सरस्वती माविलाई उज्जवल भविष्यको कामना गर्न चाहन्छु। हामी स्थानीय सरकारको रूपमा रहेका हामी तपाईँको जनप्रतिनिधिहरू पनि यो स्कुललाई एउटा नमुना स्कुलको रूपमा अगाडि बढाउनको लागि हामीले गर्नुपर्ने हर किसिमका सहयोग गर्न तयार रहेको कुरा चाहिँ यहाँलाई भन्न चाहन्छु। शिक्षक प्रतिनिधि हुन्छ र आदरणीय सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव सबैलाई नमस्कार। र सहभागी तपाईँहरू आएर हाम्रो यस स्कुललाई पवित्र बनाइदिनु भयो। विद्यार्थीहरूलाई चस्मा वितरण गर्ने र विभिन्न समस्या भएका विद्यार्थीहरूलाई स्वास्थ्य सल्लाह दिने आदि कार्यक्रम भएको छ। उहाँहरूलाई स्वागत गर्न पाउँदाखेरि म एकदम गौरवान्वित भएको छु। डाक्टर अस्मिता महादेवज्यूलाई चाहिँ आफ्नो छोटो मन्तव्यहरू राखिदिनको लागि चाहिँ अनुरोध गरेँ। चस्मा पनि फ्री डिस्ट्रिब्युसन भइरहेको छ आजको यो प्रोग्राममा। यति मात्र नभएर हामीले वर्ल्डलाई नै रिनाउन्ड गर्न लागेको छौँ। अब शैक्षिक क्षेत्रमा चाहिँ अगाडि बढ्नलाई चाहिँ जुन अहिलेसम्म हामीले त्यो सर्टिफिकेट नम्बर ल्याउने हिसाबले पठन पाठन गर्दै आएका छौँ विद्यार्थीहरूले पनि। हाम्रो सिकाइ पनि जाहिर खानालाई सर्टिफिकेटको बनाउनलाई फलानु जाहिरको क्राइटेरियाको लागि हामीले फलानु विदेशको क्राइटेरियाको लागि हाम्रो भनेर त्यो नम्बर अङ्कको लागि हामीले पठन पाठन गर्दै आएका छौँ। मेन कुरा आफू चाहिँ बुझ्नलाई आफ्नो जिन्दगी के हो भनेर चाहिँ पढ्नु पर्यो र त्यो पढाइले नै हाम्रो समाज परिवर्तन हुन्छ। नत्र जतिसुकै मार्कसिटमा अङ्क ल्याए पनि जतिसुकै पिएचडी डक्टर बने पनि सामाजिक बन्न सकेन र समाजको हितको लागि प्रकृति बुझ्न सकेन भनेदेखि हामीले जतिसुकै विद्या हासिल गरे पनि त्यसले केही परिवर्तन ल्याउला जस्तो लाग्दैन मलाई। त्यो भगवान बुद्धले भने जस्तो आफै दिप हो, आफू बोल्न र आफू के हो भनेर सिक्न चाहिँ जरुरत छ। र हामीले त्यो अर्को विषय हुँदैन, आफ्नो विषयमा सिकेर कुन विषयले गर्दाखेरि समाजलाई परिवर्तन गर्न सकिन्छ र जुन पेसाले चाहिँ समाजलाई हित पुर्याउन सकिन्छ र कसैको अहित नगरिकन अगाडि बढ्न सकिन्छ भन्ने कुरा हामीले चाहिँ सिकाउन सक्यौँ भने नै हाम्रो देश अनुशासित, मर्यादित र विकसित हुन्छ र त्यही शिक्षाले नै हाम्रो देश परिवर्तन गर्न सक्छ जस्तो लाग्छ मलाई। सम्पूर्णलाई म त्यही भन्न चाहन्छु, शिक्षा भने केवल सर्टिफिकेट र भोग्नको लागि मात्र होइन, आफ्नो जीवनयापनमा प्रयोग गर्नको लागि शिक्षा लिनुहोस्। पढेका पुस्तकहरूको चाहिँ आफ्नो व्यवहारमा पनि अपनाउनुहोस् र त्यो नै सबैभन्दा ठुलो शिक्षा हो भन्न चाहन्छु।